नमस्ते साथीहरू, तपाईहरुलाई हाम्रो च्यानलमा स्वागत छ। यदि हजुरहरु नयाँ हुनुहुन्छ भने हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुस् र नोटिफिकेसन बेल अन गर्न नबिर्सनुहोला। आज हामी यो भिडियोमा घरै बसी वैदेशिक रोजगारका डिमान्डहरु कुन छन्, त कुन देशबाट आएका छन्, कुन देशबाट कुन डिमान्ड छ र कसरी चेक गर्ने सबै कुरा बताउने छु। सो भिडियो लास्टसम्म हेर्नुहोस्। भिडियो सुरु गर्न अगाडि हजुरहरुलाई युरोपा सिभी कभर लेटर अथवा पुलिस रिपोर्टको लागि हेल्प चाहिएमा हाम्रो WhatsApp नम्बरमा सम्पर्क गर्न सक्नुहुन्छ। हामीले यो वेबसाइट फोनबाट नि हेर्न मिल्छ र ल्यापटपबाट नि हेर्न मिल्छ, तर म ल्यापटपबाट देखाउने छु किनकि सजिलो हुन्छ ल्यापटप। सबैभन्दा फर्स्टमा मोबाइलमा या ल्यापटपमा गएर कुनै पनि ब्राउजर खोल्नुहोस् र त्यसमा गएर फरेन जब्स government.tnp भनेर सर्च गर्नुस् र फर्स्टमा यो नेपाल सरकारको चिन्ह भएको dof.gov.tnp वाला वेबसाइट खोल्नु, अरु चाहिँ नखोल्नु होला है। यसमा जानुस् र यसमा क्लिक गर्नुस् र यस्तो इन्टरफेस आउँछ। हजुरहरुलाई सजिलो होस् भनेर मैले यो वेबसाइटको लिंक म डिस्क्रिप्सनमा राखिदिन्छु, चेक गर्न नबिर्सनु होला। र यसमा आइसकेपछि हजुरले चाहिँ सबभन्दा पहिला यो के हो भने सरकारी वेबसाइट हो। सो यसमा फेक डिमान्डहरु हुँदैन, लट नम्बर भएका डिमान्डहरु हुन्छ र यो एम्बेसीबाट एप्रुभ भएका डिमान्डहरु मात्रै आउँछ। फर्स्टमा हामीले चाहिँ जेन्डर सिलेक्ट गर्नुपर्ने हुन्छ। हजुर मेलको डिमान्ड हेर्न खोज्नु भएको कि फिमेलको डिमान्ड हेर्न खोज्नु भएको सिलेक्ट गर्नुस् र सर्च गर्नुभयो भने चाहिँ हजुरले चाहिँ फिमेलको लागि भएको सबै डिमान्डहरु यहाँ देखाउनेछ। टोटलमा अहिले चाहिँ 418 वटा डिमान्ड रहेछ। सबै देशबाट रहेछ, युएई बाट रहेछ, साइप्रसबाट रहेछ, बहराइनबाट रहेछ र मेलको पनि हेर्न सक्नुहुन्छ। मेलमा थिच्ने र सर्च गर्नुभयो भने चाहिँ हामीलाई टोटल डिमान्ड अहिले चाहिँ मेलको लागि यति रहेछ। यो पनि साउदीबाट रहेछ, दुबईबाट रहेछ, जापानबाट रहेछ, कतारबाट रहेछ, यसरी छन्। हामीले देश अनुसार पनि सिलेक्ट गर्न जब हेर्न सक्छौं। नेपाल सरकारले अनुमति दिएको कन्ट्रीहरु चाहिँ यी हुन्। यसमा चाहिँ बहराइन, साइप्रस, हङकङ, जापान, जोर्डन, कुवेत अनि थुप्रै छन् अरु देश पनि। हजुरले अब जस्तै साइप्रसको हेर्नु मन लाग्छ भने साइप्रस गरेर सर्च गर्यो भने चाहिँ साइप्रसमा अहिले यति डिमान्ड रहेछ टोटल मेलको लागि है। अनि कुन छ भन्दाखेरि कुकको रहेछ, वेटरको रहेछ, लेबरको रहेछ, यसरी छ। अनि फिमेल पनि हेर्न सक्नुहुन्छ आफ्नो कुनै देशबाट। त्यसपछि यसरी वेटरको रहेछ, हाउसकिपिङको रहेछ, त्यसपछि डोमेस्टिक वर्करको रहेछ, क्लिनरको रहेछ, हेल्परको रहेछ, यसरी सर्च गर्न सकिन्छ। अब हामीले इम्प्लोयरबाट नि सर्च गर्न सकिन्छ, इन्टरभ्यु कुन ठाउँमा छ त्यो अनुसारले सर्च गर्न मिल्छ। अनि मेन पावर कम्पनीबाट नि सिलेक्ट गर्न मिल्छ। जस्तै कुनै मेन पावर जस्तै एबीसी ओभरसिटीमा चाहिँ गएर सर्च गर्नुभयो भने चाहिँ यहाँ किन देखाएन भन्दा यहाँ साइप्रस छ, साइप्रसमा आएको रहन्छ डिमान्ड। यो मेन पावरबाट कुन डिमान्ड छ त्यो चाहिँ चेक गर्न मिल्छ। यो मेन पावरबाट चाहिँ तीनटा डिमान्ड रहेछ अहिले चाहिँ, क्लिनरको, सेक्युरिटीको गार्डको र क्लिनर आउटडोरको रहेछ। यसरी हेर्न सकिन्छ। त्यसपछि हामीले तपाईलाई कुनै अब पार्टिकुलर जबमा इन्ट्रेस्ट हुनुहुन्छ भने चाहिँ त्यो पनि सर्च गर्न मिल्छ है। चाहिँ हजुर कार्पेन्टरमा चाहिँ इन्ट्रेस्टेड हुनुहुन्छ भने चाहिँ यसरी कार्पेन्टर सर्च गर्ने, अरु कतै केही नहाल्नुस् है। यसमा कार्पेन्टरको जब किन देखाएन भने हामीले फिमेलको लागि चाहिँ आएको रहन्छ कार्पेन्टर जब। मेलमा क्लिक गरेर सर्च गर्नुभयो भने चाहिँ कार्पेन्टरको डिमान्डहरु यसरी देखाउँछ। यदि तपाईलाई बरिस्टा आउँछ र बरिस्टाको डिमान्ड मात्रै हेर्न चाहनुहुन्छ भने बरिस्टा भनेर सर्च लेख्ने अनि सर्च गरेपछि बरिस्टाको डिमान्ड देखाउँछ। बरिस्टाको 4 वटा डिमान्ड रहेछ टोटलमा। यो चाहिँ कुवेत र साउदी अनि दुबईको लागि पनि रहेछ है। यसरी हेर्न सक्नुहुन्छ। अरु डिमान्ड पनि हेर्न सकिन्छ। जस्तै तपाईलाई प्लम्बरको पनि डिमान्ड आइरहेको हुन्छ, त प्लम्बर पनि हेर्छ। जस्तै प्लम्बरमा अहिले चाहिँ 47 वटा चाहिँ डिमान्ड आएको रहेछ केटाको लागि। अब हामीले चाहिँ यहाँ चाहिँ टुडे ओन्ली भनेको चाहिँ आजै इन्टरभ्यु हुने चाहिँ यहाँ देखाउँछ है। तपाईले यहाँ गइसकेपछि सर्टमा चाहिँ अब तपाई लट नम्बरबाट नि सर्च गर्न सक्नुहुन्छ। तपाई इम्प्लोयर, अब यो इम्प्लोयर भनेको चाहिँ उता बाहिर देशको तपाईलाई काम दिने कम्पनी। अनि जब टाइटल भनेको चाहिँ यो भइहाल्यो। अनि स्यालेरी चाहिँ कति हुन्छ नि, स्यालेरीको बेसमा नै हजुरले चाहिँ सर्च गर्नु मिल्छ। जस्तै स्यालेरी यहाँ क्लिक गर्ने, अब तपाई प्लम्बरमा चाहिँ सबभन्दा धेरै तलब कता छ त्यो चेक गर्न खोज्दा चाहिँ 1900 एडी चाहिँ दुबईमा रहेछ। यो चाहिँ इन्टरभ्यु आज छ। अनि त्यसपछि दोस्रो छ ग्लोबल रेमिट सर्भिस। अब यो चाहिँ युएई मै छ, तर यो चाहिँ 6 दिन पछाडी छ। स्यालेरीको बेसमा पनि आउन सकिन्छ। जस्तै वेल्डर काम आउँछ भने चाहिँ वेल्डर सर्च गर्ने, त्यसपछि यहाँ क्लिक गर्नुभयो भने चाहिँ तपाईलाई वेल्डरको डिमान्डहरु देखाउनेछ। जस्तै यो वेल्डरको रहेछ युएई मा 1200 तलब, 4 दिन पछि इन्टरभ्यु रहेछ। जस्तै यदि तपाईलाई साइप्रस जानु मन छ भने साइप्रसमा जाने, सर्च गर्ने। साइप्रसमा अहिले के आएको रहेछ। अब यसलाई चाहिँ अहिले एउटा पेजमा 10 वटा देखाउँछ। त्यसपछि हामीले अब ठुलो बनाउन मिल्छ, 20 वटा 50 सम्म बनाउन मिल्छ। अहिले कुकको, लेबरको, डोमेस्टिक वर्करको, वेटर वेट्रेसको, हाउसकिपिङको, कुक एको, बारटेन्डरको, यस्तो गरेर साइप्रसमा अहिले थुप्रो डिमान्ड आएको छ। जस्तै तपाईलाई अब हाउसकिपिङमा जान चाहनुहुन्छ भने तल 800 युरो छ। 4 दिनपछि चाहिँ तपाईको इन्टरभ्यु हुनेछ। सिर्फ भ्यू डिटेलमा जानुछ अब मन पर्यो भने।
अनि तल आउनुहोस्। जस्तै अब कन्ट्री कुन हो यहाँ देखाउँछ। त्यसपछि स्यालेरी कति हुन्छ यहाँ हुन्छ। अनि कतिवटा पोजिसन आएको छ, मेलको लागि यता, फिमेलको लागि यता। अब दुईटा मध्ये कति बाँकी छ? दुईटै बाँकी छ। तीनटा फिमेलको लागि आएको थियो, तीनटै बाँकी छ। यो चाहिँ जबको चाहिँ हाउस किपिङको लागि हो। स्किल टाइप चाहिँ स्किल हो अनि क्वालिफिकेसन चाहिँ जेनरल हो। तपाईँको कन्ट्र्याक्ट चाहिँ 2 वर्षको हुन्छ। दिनमा 8 घण्टा र हप्तामा 6 दिन काम गर्नुपर्ने हुन्छ। कम्पनीले फुड पनि प्रोभाइड गर्छ, एकोमोडेसन पनि प्रोभाइड गर्छ। तपाईँलाई यो ठिक लाग्यो र कुन मेन पार्कको रहेछ भनेर जान्न चाहनुहुन्छ भने माथि आउनुहोस्। सर र माथि आउनुहोस् अनि माथि आएर यहाँ देख्न सक्नुहुन्छ। यो चाहिँ युनिभर्सल एचआर सोल्युसनको यो चाहिँ बानेश्वरमा रहेछ अनि यसको टेलिफोन नम्बर यता छ। अनि तपाईँलाई ह्युमन पावरको मान्छेहरूसँग चाहिँ कन्ट्याक्ट गर्नु छ भने चाहिँ फोन नम्बर यता छ अनि यतापट्टि चाहिँ टेलिफोन नम्बर छ। कसैले कल गरेर सोध्न सक्नुहुन्छ, बुझ्न सक्नुहुन्छ अनि एप्लाई पनि गर्न सक्नुहुन्छ। यदि तपाईँलाई यो जब घरै बसेर अनलाइन एप्लाई गर्न चाहनुहुन्छ भने पनि त्यो पनि पोसिबल छ। यदि हजुरहरूले कमेन्ट गर्नुभयो भने म भिडियो बनाउँछु। हाम्रो टेलिग्राम ग्रुप जोइन गर्न नबिर्सनु होला। हामीले यसमा रेगुलरली डिमान्डहरू अपडेट गरिरहेका हुन्छौँ। यसमा चाहिँ गल्फ डिमान्ड भनेपछि दुबई, कतार, साउदी, ओमनहरूको डिमान्ड चाहिँ यसमा हुन्छ। मलेसियाको डिमान्ड सेपरेटली हाल्नेछौँ अनि जिरो कस्टको डिमान्डहरू यहाँ हुनेछ। जापानको डिमान्डहरू यता हुनेछ अनि युरोप कन्ट्रीहरूको चाहिँ जस्तै साइप्रस, रोमानियाहरूको चाहिँ डिमान्डहरू यहाँ हुनेछ। अनि अरू पनि कन्ट्रीहरू छन्। सो जोइन गर्नुहोस्। टेलिग्राम ग्रुपको लिङ्क डिस्क्रिप्सनमा राखिदिनेछु, चेक गर्नुहोस् र जोइन हुनुहोस्। यदि तपाईँलाई यो जानकारी उपलब्ध लाग्यो भने कृपया हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोस् र साइडमा रहेको बेल नोटिफिकेसन पनि थिच्नुहोस्। आजलाई यति नै, अर्को भिडियोमा भेटौँला।